हेलो नमस्कार। म चाहिँ करिब 1 साल पछाडि मेरो घरमा आएको छु अनि मेरो घरमा चाहिँ बाबा त्यहाँ आँगनमा बसिराख्नु भएको छ अनि त्यस सँगसँगै दाइले चाहिँ कुखुरालाई चारो राखिराख्नु भएको छ। कुखुरा धेरै छ नि त आजभोलि। अनि त्यसपछि माइलो भाइ चाहिँ त्यहाँ अगाडि आएर कुखुरा धपाइरहेको छ। कुखुरा जुझिरहेको थियो नि त, एकले अर्कालाई टोकिरहेको थियो। अनि हाम्रो घर अगाडिको भ्यू हेर्नुहोस् गाइस, भ्यू चाहिँ कति राम्रो छ। अनि भाइले चाहिँ चरा मार्ने भनेर चरालाई हानेको थियो। चरा चाहिँ भागेर ऊ बारी पुगिसक्यो। अनि हाम्रो घर अगाडिको बारी आजभोलि लगाउँदैनौँ नि त, त्यही भएर बारी खाली छ। अनि पहिले चाहिँ खनजोत गर्ने भएको कारणले गर्दाखेरि माया लाग्छ नि त। हामी चाहिँ हेर्न आएको थियौँ, त्यहाँदेखि चाहिँ फर्केर अब घर आउन लागिसक्यौँ। हामी चाहिँ घर फर्क्यौँ। भाइले चाहिँ मलाई भिडियो बनाउन लगाएको छ भनेर नमस्कार गरिरहेको थियो। अनि उसले आफ्नो तर्फबाट आफ्नो थोरै परिचय दिइरहेको थियो। मैले चाहिँ साउन्ड म्युट गरेको छु। अनि उसले चाहिँ आफ्नो परिचय सँगसँगै छोटो मिठो भनेर बाख्राहरू देखाइदिए भनिरहेको थियो। अनि बाख्रा चाहिँ देखाएँ मैले। अनि उता चाहिँ घर अगाडिको ठुलो मेवाको रुख थियो, फलेको थियो, उतैतिर देखाइदिए भन्यो भने मेवा देखाएँ। अनि त्यहाँदेखि अगाडि गइरहेको थियो, म चाहिँ पछि हिँडिरहेको थिएँ। अनि ऊ चाहिँ गएर अगाडि कुकुरलाई देखा भने कुकुरलाई देखाएँ। अनि घरको अगाडिको टिमुरको सानो बेर्ना थियो, त्यसलाई देखाइदिए भन्दाखेरि त्यो पनि देखाइदिएँ। अनि घन्टी फुल। अनि त्यसपछि उसको परिचय चाहिँ यहीँसम्म सकियो भन्दै थियो। मैले चाहिँ रेकर्ड गर्न छोडेको थिएन। दाइले चाहिँ कपाल काटिराख्नु भएको छ। अनि कुखुरा यता अगाडितिर चरिरहेको थियो। उसले चाहिँ अगाडि सर्प छ कि भनेर हेर्दै थियो। मैले चाहिँ गोपीहरू रेकर्ड गरेँ। अनि मम्मी बाबा चाहिँ आँगनमा बसिराख्नु भएको थियो। अनि मम्मीले चाहिँ किन बेन्च हल्लिरहेको छ भन्दै हुनुहुन्थ्यो। बाबाले चाहिँ हाँसीको वीर बनाइराख्नु भएको थियो। हस् त, मेरो आजको भिडियो यहीँ सकिन्छ। म चाहिँ गाउँ डुल्न गइरहेको छु।